हेलो एभ्रिवान, आज हामी कतै जानको लागि रेडी हुँदैछौँ र हामी निस्किँदैछौँ। अब कहाँ जान लागेको होला? क्यान यु गेस? फोहोर फ्याँक्न जान लागेको। ल अब फोहोर फ्याँकियो, नाउ वी आर डन। होइन, खासमा चाहिँ यो 31 डिसेम्बरको भिडियो हो। हामी चाहिँ बाहिरको चहल पहल हेर्नको लागि निस्किन लागेको हो क्या। House is coming. It's completely covered. Very cold. Wow, say hi. जाडो छ अरे। ल अब एकजनालाई कुर्न बाँकी। Next one more is there. हामीसँग चाहिँ राजु दाई पनि जाँदै हुनुहुन्थ्यो अनि दाई पनि फाइनली आइपुग्नु भयो। अनि दाईलाई हामीले हाई भन्नु न भनेको, त्यसपछि मैले पनि सँगै हाई गरेँ। अब चाहिँ हामी उबरमा जाँदैछौँ 3 जना। म चाहिँ अगाडि बसेको थिएँ। नाइट लाइट्समा चाहिँ धेरै राम्रो देखिन्छ। अब जाँदा जाँदै हामी आइपुग्यौँ पनि हाम्रो डेस्टिनेसनमा। हेलो, हामी चाहिँ आज 2025 को अन्तिम दिन 31 डिसेम्बर मिया पार्क आएको छौँ घुम्नको लागि। यता हुनुहुन्छ मिस्टर श्रीहरि बुढासेनी अनि यता हुनुहुन्छ दाई राजु दाई। ल हामी 3 जना चाहिँ घुम्न आएको। अनि यताको भ्यू चाहिँ यस्तो छ। यो चाहिँ इस्लामिक आर्ट म्युजियम, यहाँभित्र पनि धेरै राम्रो हामी गइसक्यौँ। अनि यो चाहिँ पार्किङ एरिया। हावा लागिरहेको चिसो छ। कतिको एक्साइटेड हुनुहुन्छ त दाइ? एकदम। तपाईँ कति एक्साइटेड हुनुहुन्छ? And I'm now heading towards my destination. My coffee is waiting. कफी खाने प्लान? Yes, we'll go to the Americano. I know that we were going for always mocha. अब यो चाहिँ भित्रको सिनेरियो हो। यहाँसँगै चाहिँ म्युजियम भइहाल्यो अनि यतापट्टि चाहिँ पार्क छ जहाँबाट भ्यू देखिन्छ उता वेस्ट बेको सिटी एरियाको। अनि यहाँ चाहिँ सटल सर्भिस पनि छ, त्यो भर्खर गएको चाहिँ त्यही हो। अगाडि हामी लाग्दैछौँ अनि मिस्टर हस्बेन्ड चाहिँ पछाडि भिडियो बनाउँदै आइरहनु भएको थियो। एकदमै पिसफुल ठाउँ छ। यहाँ चाहिँ पार्क एरियामा चाहिँ फ्यामिली किड्स सबैजना बसेर खाने, सेलिब्रेसन गर्ने, खेल्ने सबै चिज गर्न मिल्छ। अनि सँगै यो ओसन सँगैको सिटी लाइफ सबै भ्यू हेरेर चाहिँ आनन्द लिन सकिन्छ। धेरै राम्रो ठाउँ छ। अब हामी चाहिँ अगाडि बढ्दैछौँ। अगाडि छेउमा चाहिँ 3टा टापु जस्तो बनाएको छ। त्यहाँ चाहिँ बसेर ओसनको सिटीको भ्यू हेर्दै कफीहरू पिउन मिल्ने पनि छ। त्यहाँ कफी सपहरू छ। अनि हामी चाहिँ त्यतै गएर एकछिन टाइम स्पेन्ड गर्ने भनेर अगाडि बढ्दैछौँ। अनि यो चाहिँ आइपुग्न लाग्यो हामी। यही हो कफी सप चाहिँ एउटा यहाँ नजिकै भएको चाहिँ। अनि यहाँ सानो सानो अलिकति डिस्को जस्तो देखिन्छ नि, हामी नेपालीमा डिस्को भन्छौँ, त्यही हो टापु चाहिँ। ल हामी चाहिँ यो क्याफेमा खान आयौँ। अनि यहाँबाट चाहिँ भ्यू एकदम क्लोजअपमा चाहिँ यस्तो देखिन्छ सिटीको। वाउ, लुक एट दोज ब्युटिफुल लाइट्स। कति राम्रो छ। टाढासम्म पनि लाइट्स नै लाइट्स। भेरी ब्युटिफुल, सुदिङ। पानीको आवाजसँगै यो सिटीको लाइट्सलाई हेरेर बस्नलाई धेरै आनन्द आउँछ। अनि हामी चाहिँ अहिले यही कफी सपमा बस्नेछौँ। यहीँ बसेर चाहिँ कफी खानेछौँ। Hello. अब चाहिँ हामी टेबलमा बस्यौँ कफी करेक्ट टीहरू खानको लागि। त्यो क्युआर कोडबाट चाहिँ मेन्यु स्क्यान गर्ने रहेछ। नाइस सिस्टम। Finally we are back
from our short trip. Look at the view, night view of Goa Corniche. Okay, finally this is the end of this video. Hope you guys liked it. Thank you. Bye.